आदरणीय दर्शक नमस्कार। तपाईँ यति बेला जीएस न्युज पोखरा मार्फत हामीलाई हेर्दै हुनुहुन्छ। हामीले पोखरा मूल सडकको तपाईँलाई अपडेट गराउँदै आइरहेका छौँ। यति बेला यो दृश्य हामीले देखाइरहेको यो दृश्य चाहिँ पोखरा चाउथे ओह्रालोको दृश्य हो। यहाँ चाहिँ अब बेचको काम हुँदैछ। यो वान साइडमा चाहिँ बेचको काम हुँदैछ भने अब हामी तपाईँलाई पुलको दृश्य देखाउँदैछौँ। पुलमा अहिलेसम्म यो भिडियो हामीले तयार पार्ने बेलासम्म यो भिडियो 11 गते बिहानको भिडियो हो। यो भिडियो तयार पार्ने बेलासम्म 9वटा गिडर पुलमा लन्चिङ गरिसकेको अवस्था छ। अब 6वटा बाँकी छ। आज 2वटा गरे भने पनि 11वटा हुन्छ र मात्र 4वटा बाँकी रहन्छ। 4वटाको लागि भोलि र पर्सिको समयमा यहाँ यही तरिकाले काम भयो भने सकिने देखिन्छ। आदरणीय दर्शकबिन, पहिलो र दोस्रो दिनमा एउटा गिडर राखिएको थियो भने त्यस पछाडिको मङ्गलबारसम्म भनौँ अस्तिसम्म चाहिँ दैनिक दुईवटा गिडर राखियो र एकै दिन बुधबार चाहिँ 3वटा गिडर राखिएको छ। दैनिक दुईवटा गिडर लन्चिङ गरे पनि अब पर्सिसम्म सकिने देखिन्छ। 13 गतेसम्म सकिने देखिन्छ भने 14 गतेबाट जुन अहिले दैनिक 4 घन्टा बन्द हुँदै आएको छ पोखरा मुली सडक अन्तर्गतको विजयपुर चाउथे खण्ड यो पनि हट्नेछ र यसमा छिटै अब पुलको ढलानको काम चाहिँ हुनेछ। यहाँ भित्री दृश्य पनि हामी देखाउँदैछौँ। यहाँ कसरी काम भइरहेको छ, ढलानको तयारी के भइरहेको छ, तपाईँलाई त्यो टेकाहरू दिनको लागि के गरिएको छ त्यो देखाउनेछ तपाईँलाई। तपाईँ हामीलाई कहाँदेखि हेर्दै हुनुहुन्छ कृपया आफ्नो कमेन्टमा लेख्नु होला। तपाईँ यो दृश्य देख्नुहुन्छ ढलानको लागि तलबाट टेका दिनको लागि यो होल्डिङको कामहरू भइरहेको छ।
है।